हेलो एभ्रिवान, के छ? सन्चै हुनुहुन्छ होला सबैजना। आज चाहिँ हामी के विषयमा कुरा गर्दैछौँ भन्दा तपाईँहरूले थम्बनेल हेरेर पनि थाहा पाइसक्नुभयो होला। अनि हाम्रो म्यानुफ्याक्चरको इक्जाम जुन चाहिँ 17 नोभेम्बरबाट सुरु भएको थियो, त्यस्तै गरी 17 नोभेम्बरदेखि 10 फेब्रुअरीसँग भएको थियो हाम्रो त्यो मेनुको इक्जाम, जसमा 67,000 भन्दा पनि अलि बढी मान्छेहरूले इक्जाम दिनुभएको थियो। अनि त्यसमा चाहिँ 3500 जति कोटा छ हाम्रो, होइन? अनि त्यसमा चाहिँ अब कति होला त कटलाइन भन्ने विषयमा चाहिँ अब केही कुराहरू भनौँ भन्ने हो। मेरो विचारमा चाहिँ 38 र 39मा कति हुन्छ भन्दाखेरि म चाहिँ 39 भन्छु। तर 38 हुँदै हुँदैन चाहिँ भने होइन, तर मलाई भन्दाखेरि चाहिँ म चाहिँ 39 नै भन्छु। अब 38 पनि होला जस्तो लाग्छ कति बेला चाहिँ। यो चाहिँ किन लाग्छ भने जस्तै अब 38 कटलाइन हुनका मेन कारणहरू चाहिँ योचोटि चाहिँ स्किल टेस्ट चाहिँ अलिक कडा गरिरहेको, होइन? अब त्यो स्किल टेस्ट कडा गर्नु भनेकै जस्तै अलि धेरै पास गराएर त्योबाट स्किल टेस्टबाट चाहिँ अलि थोरैले मात्रै चुज गरेर या त्यहाँबाट अलि धेरै फेल गराएर लग्ने पनि प्लान हुनसक्छ। एउटा कारण चाहिँ यो भयो। अर्को कारण चाहिँ के भनेपछि 38 हुन सक्ने कारण योचोटि चाहिँ कलर भिजन चाहिँ इक्जाम सकिने बित्तिकै कलर भिजन टेस्ट चाहिँ त्यहाँमै गराइरहेको थियो कि सबैको, होइन? अब योभन्दा पहिला जति बेला हामी इक्जाम दिन्थ्यौँ त्यति बेला सबैभन्दा बढी फेल गराउने भनेकै कलर भिजनमा हो कि। अनि अब कलर भिजन नै त्यहीमै भइसक्यो भने त होइन, किनकि घट्ने मान्छेहरू त्यही धेरै घटिसक्यो भने 38 पनि हुनसक्छ कटलाइन, है त? यो चाहिँ हुनसक्छ भन्ने हो। तर मेरो पर्सनल हिसाबमा म चाहिँ 39 नै हुन्छ होला जस्तो मलाई चाहिँ लागिरहेछ, होइन? अहिलेसम्म आधिकारिक न्युज चाहिँ कुनै पनि आएको छैन। त्यसको लागि चाहिँ हामीले आधिकारिक इपिएसको वेबसाइटबाट मात्रै थाहा हुन्छ। तर धेरै इन्स्टिच्युटहरूले, होइन, सरहरूले तिनीहरूले चाहिँ अब कटलाइन चाहिँ 38 हुने सम्भावना धेरै छ भनेर यताउति गरिरहन्। तर त्यो चाहिँ सही पनि होइन र अब गलत पनि होइन भन्नु कि के भन्नु, खै अब जे पनि हुनसक्छ। तर मेरो हिसाबमा चाहिँ कटलाइन 39 नै हुन्छ जस्तो लागिरहेको मलाई। अनि 38 हुने चान्स चाहिँ अलि कम छ, होइन? त्यही हुने चाहिँ 38 र 39मै हो। अनि बढी चान्स चाहिँ 39मै छ भन्न चाहेँ मैले चाहिँ। अनि एग्रीको पनि इक्जाम भइरहेछ हाम्रो। फेब्रुअरी 15देखि सुरु भयो एग्रीको। अनि एग्रीको इक्जाम दिने पनि सबैलाई धेरै धेरै शुभकामना। राम्रोसँग इक्जाम दिनुहोस्। अनि तपाईँहरूले केही कसरी मिनिङ पढ्ने, होइन, अनि त्यो कोरियन भाषा पास गर्नलाई चाहिँ केही टिप्सहरू या लिसनिङहरू सबै यो मेरो युट्युब अकाउन्टमा पनि छ, यहाँबाट पनि तपाईँले हेर्न सक्नुहुन्छ। अनि त्यो नै यो कुराहरू। हस्, यति नै यो कुराहरू भन्नुपर्ने। अनि अब त्यही हो, कटलाइन धेरै भयो पनि तर पास भएको जति चाहिँ सबैले ल्याओस् भन्ने चाहिँ मेरो सोचाइ हो। किनभने पास गराउँछ पछि फेरि इस्यु हुँदाखेरि इस्यु नै हुँदैन, त्यो चाहिँ धेरै बवाल हुन्छ। त्योभन्दा पास बरु थोरै होस् तर ल्याउन चाहिँ ल्याओस्, है त? सबलाई ल्याओस्, यही नै मेरो चाहना हो। हस्, भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। ओके, बाई बाई।